यो नेपालीहरूले घुम्नै पर्ने एकदम रमाइलो ठाउँ ललितपुरको नल्लुमा पर्ने कोन्जोसोम भन्ने मन्दिर हो। कति मान्छेले त्रिमूर्तिको नामले पनि चिन्दो रहेछन्। तर मैले यहाँ गएर थाहा पाएँ गौतम बुद्ध भगवानको आमा र बुवाको ठुल्ठुलो मूर्तिहरू बनाएर बुद्ध भगवानलाई बिचमा राखेको रहेछ। बिचमा ढुङ्गाहरूलाई पनि पेन्ट गरेर हिउँको थुप्रो जस्तो बनाएर सजाएको रहेछ। वरिपरि झन्डा नै झन्डाले सिँगारिएको यो मनोरम दृश्य भएको हेर्दाखेरि साह्रै नै सुन्दर र स्वर्ग जस्तै लाग्छ। यो ठाउँमा पुग्नुभयो भने तपाईँहरूलाई फर्किनै मन लाग्दैन। यति सुन्दर ठाउँ रहेछ। हाम्रो शेर्पा दाजुभाइहरूले धेरै नै सजाएर यो मन्दिरलाई राम्रो बनाउनु भएको रहेछ। सुटिङ गर्ने मान्छेहरू नि सायद कमै पुग्नुभयो होला। यो डाँडाको टुप्पोमा नै पर्ने रहेछ। जाँदाखेरि बाइक स्कुटीमा चाहिँ अलिकति गाह्रै छ, तर 1-2 जना चाहिँ नजानु होला। कम्तीमा नि 4-5 जना ग्रुप बनाएर जानु होला। हामी बुढाबुढी र मात्र गएको थियौँ। बाटोमा 2-3 जना साथी भेट भयो, तर जानलाई सुनसान जङ्गल छ। अलि गाडीमा जाँदा चाहिँ धेरै नै राम्रो र सुन्दर ठाउँ छ। जय होस् बुद्ध भगवानको परिवारको।